सरकारले अहिले सूचनामा सङ्कुचन गरेको छ। सञ्चार माध्यमहरूलाई तर्साउनको लागि संविधानले दिएको सञ्चारको हक मौलिक हक हो, जसमा कुनै पनि सञ्चार माध्यम सूचनाको पहुँच फराकिलो बनाउनु पर्ने ठाउँमा सरकारले अहिले राष्ट्रिय समाचार सेवाबाट दिने जे बदमासी गर्छौँ त्यो लुकाउन सकियोस् भन्ने ध्येयले सञ्चार माध्यमलाई नियन्त्रण गर्न खोजेको छ। दर्ता भइसकेको सञ्चार माध्यम नवीकरण नगरेको नाममा बन्द गर्ने कुरा संविधानसँग मेल खान्न। पत्रकारहरू सूचना लिन गयो भने न त कुनै मन्त्री नेताहरू आएर सूचना दिनुहुन्छ। मिडिया भनेको सरकारी र प्राइभेट हुँदैन। सरकारी मिडिया लौ भनौँ भने सरकारले मिडिया चलाउने नै होइन, त्यो त मिडियाको गेटमा लगेर गाडी तेर्स्याउने काम पनि गर्यो। सञ्चार माध्यमदेखि अहिलेको सरकार चाहिँ धेरै नै तर्सिन त पहिलाका सरकारहरू पनि तर्सिने नै हो। यो सरकार चाहिँ 2/3 दम्बमा त्यो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नै दबाउन चाहन्छ। पत्रकारिता क्षेत्रलाई घाँटी निमोठेर एउटा सामाजिक सञ्जालको स्ट्याटसको भरमा चाहिँ स्वागत छ। धन्यवाद। आज माइती घरमा यो आन्दोलन हो कि विरोध प्रदर्शन हो कि के हो खासमा तपाईँहरूको? अब विरोध प्रदर्शन आन्दोलन भनेको एउटै कुरा हो। विरोध गर्न आन्दोलन हुन्छ, आन्दोलन गरेपछि विरोध हुन्छ, त्यसकारण त्यो दुवै हो। यो खास के को लागि प्रश्न पार्दिनुहोस्? यो चाहिँ खास गरी नेपाल पत्रकार महासङ्घको उपत्यका प्रदेश समितिको आयोजनामा भएको विरोध प्रदर्शन हो। यो मुख्य गरिकन सरकारले अहिले सूचनामा सङ्कुचन गरेको छ। सञ्चार माध्यमहरूलाई तर्साउनको लागि सञ्चार गृहहरूको गेट अगाडि गाडीहरू राख्ने जस्तो कामहरू भएको छ। धेरैवटा सरकारी सञ्चार माध्यमबाट सयौँ पत्रकारहरूलाई रोजगारी खोज्ने काम भएको छ। त्यसै गरिकन संविधानले दिएको सञ्चारको हक मौलिक हक हो, जसमा कुनै पनि सञ्चार माध्यम दर्ता भएपछि बन्द गर्न नपाइने राज्यबाट गरिने छैन भनिएको छ। तर सरकारले अनलाइन सञ्चार माध्यम चाहिँ असार मसान्तभित्र नवीकरण भएन भने स्वतः बन्द हुन्छ भनेर भनेको छ। त्यसैले त्यो संविधानको भावना विपरीत त्यो भएको छ। त्यस्तै सूचनाको पहुँच फराकिलो बनाउनु पर्ने ठाउँमा सरकारले अहिले राष्ट्रिय समाचार सेवाबाट दिने बुलेटिनमा अत्यधिक मूल्य वृद्धि गरेर आफ्नो सूचनाहरू लुकाउन खोजेको छ। यी सबै तमाम विषयहरू छन्। त्यसका लागि आजको विरोध कार्यक्रम। यो विषयमा सञ्चार मन्त्रीज्यूसँग केही ध्यान आकर्षण पत्र तपाईँहरूको छलफल के भएको छ कि छैन? यो बारम्बार भएको छ। हामीले यी सारा विषयहरू प्रधानमन्त्री कहाँ पनि पुर्याएका छौँ, सञ्चार मन्त्री कहाँ पनि पुर्याएका छौँ। तर सञ्चार मन्त्री अहिलेको संविधानको व्यवस्था नै थाहा नभएको जस्तो बालहट गरेर सञ्चार माध्यममाथि चाहिँ जाइ लाग्नु भएको छ। त्यसकारण हामी विरोधमा उत्रिनु परेको। अहिलेको सरकार अथवा सञ्चार मन्त्री यो सञ्चार क्षेत्रबाट तर्सिएको अवस्था हो। अब जुनसुकै सत्ता पनि सञ्चार माध्यमसँग तर्सिन्छ। यिनीहरू पनि तर्सिएर सञ्चार माध्यमलाई साइजमा राख्नु पर्छ। आतङ्कित भएको जस्तो देखिन्छ। हाम्रा बदमासीहरू बाहिर आउँछन्, सञ्चार माध्यमले हामीले गरेको गलत कामहरू भन्छन् र हाम्रो जुन शासन गर्ने जुन निरङ्कुश अभ्यास गर्ने कुरा छ त्यसमा चाहिँ सञ्चार माध्यमहरूले चाहिँ रोक लाउन सक्छन्, जनतालाई सूचित गर्छन् र जनताहरूलाई हाम्रा विरुद्ध पनि एक खालको सूचित गराउने काम सञ्चार माध्यमले गर्न सक्छन्। त्यसैले हामीले जे बदमासी गर्छौँ त्यो लुकाउन सकियोस् भन्ने ध्येयले सञ्चार माध्यमलाई नियन्त्रण गर्न खोजेको जस्तो देखिन्छ। जुन यो असार मासान्तसम्म नवीकरण नगरेको सिधै खारेजी हुनेसम्म के त्यो सूचना निकाल्नु भएको थियो, त्यहाँ पनि केही छलफल भयो? के अब अर्को सूचना निकाल्छ कि जस्तै नवीकरण नगरेको समाचार माध्यमहरूलाई सिधै खारेजी गर्ने हो कि? त्यसका बारेमा छलफल भएको छ। जुन चिज मैले अघि पनि भने संविधानको मौलिक हक हो सञ्चारको हक, जसमा कुनै पनि सञ्चार माध्यम दर्ता भएका सञ्चार माध्यमले कुनै पनि कारणले बन्द गरिने छैन भनेर भनिएको छ। त्यसकारण त्यसरी दर्ता भइसकेको सञ्चार माध्यम नवीकरण नगरेको नाममा बन्द गर्ने कुरा संविधानसँग मेल खान्न। त्यसकारण हामीले सरकारलाई यसबारेमा सचेत गराएका छौँ र भएन भने यो अदालतसम्म पनि जानुपर्ने विषय हुनसक्छ।
आगामी आन्दोलन विरोधका कार्यक्रमहरू जारी रहन्छन् या अब होइन, यो निरन्तर रहन्छ। जबसम्म सरकार प्रेस मैत्री हुन्न तबसम्म हाम्रो आन्दोलनहरू निरन्तर रहन्छ। हजुर, अब यो विरोध त विरोध नै हो। विरोध भन्दा पनि यो खबरदारी कार्यक्रम हो। खबरदारी कार्यक्रम के का लागि भन्दा हामी पत्रकार महासङ्घका सबै साथीहरू, केन्द्रीय समितिका सल्लाहकार, उपाध्यक्ष लगायत पदाधिकारी, सदस्य, पूर्व अध्यक्ष तथा पदाधिकारीहरू र हामी कार्य समितिका उपत्यका प्रदेशले को आयोजनामा ललितपुर, काठमाडौँ, भक्तपुर तीनैवटा जिल्लाका साथीहरू यहाँ आन्दोलित थियौँ। यो आन्दोलन चाहिँ किन भन्दाखेरि अहिले सरकारले सूचना, लोकतन्त्रको एकदमै आधारभूत आधार भनेको सूचनामा पहुँच हो। सूचना प्राप्त गर्नु चाहिँ आधारभूत आवश्यकता हो। तर नागरिकले अहिले सूचना पाउन सकिरहेका छैनन्। सरकारको काम कारबाही कस्तो छ, सरकारको काम कारबाही पारदर्शी छ कि छैन, सरकारको आगामी योजनाहरू कस्ता छन् भनेर पत्रकारहरू सूचना लिन गयो भने न त कुनै मन्त्री नेताहरू आएर सूचना दिनुहुन्छ, न सहज पहुँच छ। त्यसकारण सूचनामा चाहिँ सहज पहुँच हुनु पर्यो भन्ने पहिलो माग हो र यसपछि त धेरै मागहरू छँदैछन्। श्रमजीवीका मुद्दामा अरू पनि धेरै एजेन्डाहरू छन्। हामीले लामो समयदेखि लड्दै आएको समानुपातिक विज्ञापनको कुरा, धेरै कुराहरू माग गरेर पछिल्लो दिनहरूमा गाडी आतङ्क, यो विभिन्न ठाउँमा पार्किङ गरियो, त्यो विषय पनि उठाउनु भएको छ कि के छ? सबै विषय उठाएका छौँ हामीले। यो सबै घटनाक्रमहरू सरकारले क्रमशः जस्ता जस्ता निर्णयहरू गर्दै आयो। सुरुमा विज्ञापन बन्द गर्यो, सरकारी विज्ञापन सरकारी मिडियालाई मात्रै भनेर प्राइभेट मिडियालाई नदिने भन्यो। सरकारले हेर्दाखेरि मिडियालाई सरकारी र प्राइभेट भनेर हेरिनु हुँदैन। हाम्रो जस्तो सङ्घीय लोकतान्त्रिक गणतन्त्र राज्यमा चाहिँ, देशमा चाहिँ मिडिया भनेको सरकारी र प्राइभेट हुँदैन। सरकारी मिडिया लौ भनौँ भने सरकारले मिडिया चलाउने नै होइन, त्यो त पूर्ण अधिकार नागरिकमा हुनुपर्छ। त्यही भएर नै पिएसबी भनेर अहिले पछिल्लो चरण पिएसबी बनाइयो। अब विज्ञापनका विषय पनि थिए। सरकारको पहिलो मिडियालाई नियन्त्रण गर्ने हतियार भनेको विज्ञापन बन्द गरेपछि मिडियाहरू चल्दैनन्, मिडियाले पत्रकारलाई तलब दिन पाउँदैन, तलब नदिएपछि पत्रकारले काम गर्दैनन्, पत्रकारले काम नगरेपछि मिडिया चल्दैनन्, मिडिया नचलेपछि सरकारले गरेका काम कारबाहीहरू र कमजोरीहरू जनता समक्ष पुग्दैन भनेर पहिलो हतियार विज्ञापनलाई बनायो। त्यस पछाडि केही नचलेपछि मिडियाको गेटमा लगेर गाडी तेर्साउने काम पनि गर्यो। अहिलेको सरकार यो मिडिया सञ्चार माध्यमदेखि तर्सिएको अवस्था हो कि के हो खासमा? सञ्चार माध्यमदेखि अहिलेको सरकार चाहिँ धेरै नै तर्सिन त पहिलाका सरकारहरू पनि तर्सिने नै हो। अब पत्रकार भनेको चाहिँ मिडिया, नागरिक समाजको खबरदारी गर्ने, सरकारलाई खबरदारी गर्ने, सरकारका काम कारबाही पारदर्शी छन् कि छैनन्, राम्रा छन् कि नराम्रा छन् भनेर जनतालाई सुसूचित गराउने भएपछि अब सधैँ सरकार तर्सिएर पत्रकारको पक्षमा निर्णयहरू नलिँदाखेरि हामी अघिल्ला सरकारहरू हुँदा पनि सडकमा नै सङ्घर्षरत थियौँ। तर यो पछिल्लो चरणमा चाहिँ धेरै नै तर्सियो सरकार। धेरै नै किन तर्सियो भने अब संविधानमा मौलिक हक छ, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता छ। तर यो सरकार चाहिँ 2/3 दम्बमा त्यो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई नै दबाउन चाहन्छ, नागरिकको आवाजलाई दबाउन चाहन्छ, आफ्नो मोनोपोली चाहिँ लगाउन चाहन्छ। यो कुरा चाहिँ प्रष्ट देखिन्छ। किनभने अहिलेको संविधान प्रदत्त मौलिक हक र अधिकार अनुसार जनताले सूचना पाउनुपर्छ, सरकारका काम कारबाही जनतालाई थाहा हुनुपर्छ। तर अहिलेको सरकार थाहा दिन चाहिरहेको छैन। पत्रकारिता क्षेत्रलाई घाँटी निमोठेर एउटा सामाजिक सञ्जालको स्ट्याटसको भरमा चाहिँ जनताले सूचना पाउँछन् भन्ने खालको मान्यता राखेको देखिन्छ। जुन यो असार मसान्तसम्म नवीकरण नगरेको अवस्थामा या खारिज हुन या बन्दै गरिदिने भन्ने जुन आएको छ, यो विषयलाई कसरी लिनुहुन्छ? यो विषयलाई यस्तो, नवीकरणको अवधि रहँदासम्म त फेरि नवीकरण गर्ने कुरा गलत नै हो। कम्तीमा अवधि सकिएपछि नवीकरण गर्ने, 1 महिना पछाडि 1 महिनासम्म गर्ने, बरु त्यसको ड्युरेसन घटाउन सकिएला, यो गलत हो भन्ने लाग्छ मलाई। अब त्यो नवीकरणको मात्रै कुरा छैन। यहाँनिर योभन्दा अघिल्लो केपी सरकारले गरेको निर्णयअनुसार बिचको अन्तरिम सरकार हुँदाखेरि सञ्चार मन्त्री जगदीश खरेल हुँदाखेरि अनलाइनमा दर्ता गर्नलाई 5000 र रिन्यू गर्नलाई 2500, त्यस पछाडि पनि
रिन्यू गर्दा टाइम घर्किँदै जाँदाखेरि क्रमशः जरिवाना लाग्ने कुराहरू पनि छन्। अब हामीले पूर्णतः निःशुल्क नै हुनुपर्छ। अनलाइन सञ्चार माध्यमलाई पनि अलिकति मोनिटरिङ गरेर र नियमन गरेर सञ्चार माध्यमको स्तरमा वर्गीकरण गरेर विज्ञापन उपलब्ध गराइयोस् भनेर नै माग गर्दै आएका थियौँ हामीले। अब यस्ता धेरै कुराहरू छन् जो चाहिँ लोकतन्त्रको मुख्य आधार हो, जो नागरिकको आवाज हो, ग्राउन्डमा बसेर काम गर्ने लोकल मिडियाहरू छन्। अब ती लोकल मिडियाहरूको नै घाँटी निमोट्ने गरेर चाहिँ सरकार अगाडि बढेको देखिन्छ अहिले। हस्, धन्यवाद। हस्, धन्यवाद।